तिमी विद्यार्थी हौ, पढ्ने चाहना छ तर राम्रो सोर्स पाउँदैनौ अनि कोर्सको बाहिर केही सिक्न खोज्दा पेड कोर्स मात्र देखिन्छ। चिन्ता नलिनु, आज म तिमीलाई देखाउँछु कि त्यस्ता फ्री वेबसाइट्स जुनले तिम्रो स्टडी स्किल र करियर तीनै कुरा अपग्रेड गर्छ अनि सबै वेबसाइट स्टुडेन्ट्सका लागि 100% उपयोगी छन्। वेबसाइट 1 canva.com। प्रेजेन्टेसन, पोस्टर, रेज्युमे, असाइनमेन्ट डिजाइन गर्न क्यानभा सधैँ हेल्पफुल छ। जुनसुकै सब्जेक्ट होस्, क्यानभाबाट डिजाइन गरेपछि तिम्रो प्रोजेक्ट प्रोफेसनल देखिन्छ। क्यानभामा हजारौं टेम्प्लेट छन् अनि सबै फ्री प्लानमा प्रयोग गर्न सकिन्छ। डिजाइन स्किल पनि बढ्छ, फ्युचरमा फ्रिल्यान्सिङ पनि गर्न काम लाग्छ। सेकेन्ड वेबसाइट remove.bg। तिम्रो फोटो वा प्रोजेक्ट डिजाइनमा ब्याकग्राउन्ड हटाउन चाहन्छौ? remove.bg ले एक क्लिकमै ब्याकग्राउन्ड हटाउँछ फोटोसप नखोली। क्यानभासँग पर्फेक्ट जोडी हो यो साइट। दिएको फोटोबाट यसले ब्याकग्राउन्ड हटाउँछ र तिमीले मजाले डाउनलोड गर्न सक्छौ फोटोलाई। वेबसाइट 3 मोङ्की टाइप। टाइपिङ प्र्याक्टिस गर्न यी वेबसाइट पर्फेक्ट हो। नेपाली स्टुडेन्टका लागि टाइपिङ स्पिड बढाउनु भनेको प्रोडक्टिभिटी बढाउनु हो। ब्याङ्क जब, कम्प्युटर अपरेटर वा आइटी जब सबैमा टाइपिङ स्पिड बोनस हुन्छ। जसले छिटो र ठ्याक्कै टाइप गर्न जान्दछ उसले समय पनि बचाउँछ, गल्ती पनि घटाउँछ। याद राख, आज 10 मिनेट डेली टाइपिङ प्र्याक्टिस गर्यो भने 1 महिनामै तिम्रो स्पिड डबल हुन सक्छ। आजको डिजिटल युगमा टाइपिङ स्किल केवल एउटा ह्याबिट होइन, यो त प्रोडक्टिभिटी, एफिसिएन्सी र प्रोफेसनलिजमको आधार हो। फोर्थ वेबसाइट w3schools.com। यदि तिमी प्रोग्रामिङ पढेको छौ भने यो वेबसाइट त बाइबल जस्तो हो। यहाँ तिमीले HTML, CSS, जाभास्क्रिप्ट, PHP, पाइथन, SQL, रियाक्ट सबै पपुलर प्रोग्रामिङ ल्याङ्ग्वेज यसको इक्जाम्पल र लाइभ प्र्याक्टिस प्लेटफर्म पाउँछौ। W3 स्कुल्सको सबैभन्दा राम्रो कुरा के हो भने तिमी कोड पढ्न मात्र होइन, त्यसलाई तुरन्त ब्राउजरभित्रै रन गर्न सक्छौ, जसले गर्दा कन्सेप्ट बुझ्दा सजिलो र कन्फिडेन्स बढ्छ। यो वेबसाइट विशेष गरी बिगिनर्सको लागि पर्फेक्ट छ जसले कोडिङ जर्नी सुरु गर्दैछ। यहाँ स्टेप बाइ स्टेप लेसन, क्विज र प्र्याक्टिकल इक्जाम्पल्स छन्। धेरै नेपाली स्टुडेन्ट्सले यहाँबाट कोडिङ सिकेर फ्रिल्यान्सिङ सुरु गरेका छन्, इन्टर्नसिप पाएका छन् अनि केहीले त जब पनि पाएका छन्। अझ मजाको कुरा, W3 स्कुल्समा अहिले फ्री सर्टिफिकेसन सिस्टम पनि छ जसले तिमीलाई प्रुफ अफ लर्निङ दिन्छ अनि तिमीले त्यो सर्टिफिकेट CV वा लिङ्क्डइनमा राख्दा प्रोफेसनल इम्प्रेसन दिन सक्छौ। त्यसैले यदि तिमीले कहिल्यै सोच्यौ म कोडिङ कहाँबाट सिकौँ, उत्तर यही हो, W3 स्कुल्सबाट सुरु गर। वेबसाइट 5 chatgpt.com। हो, यही ChatGPT। यदि तिमीले यसलाई सही तरिकाले प्रयोग गर्न सिक्यौ भने यो तिम्रो स्टडी पार्टनर, कोड हेल्पर र आइडिया जेनेरेटर बन्न सक्छ। तिमीले ChatGPTबाट असाइनमेन्ट, एक्सप्लेनेसन, कोडिङ हेल्प, एसे राइटिङ, CV इम्प्रुभमेन्ट सबै गर्न सक्छौ। तर ध्यान देऊ, कपी पेस्ट होइन, युज इट टु अन्डरस्ट्यान्ड एन्ड इम्प्रुभ योरसेल्फ। अहिलेका स्मार्ट स्टुडेन्ट ChatGPTलाई टिचर जस्तो प्रयोग गर्छन् अनि यही फरकले उनीहरूलाई बाँकीसँग अलग बनाउँछ। यी वेबसाइटहरूले तिम्रो स्टडी लाइफ इजी बनाउँछन्, स्किल बढाउँछन् अनि फ्युचर करियर स्ट्रङ बनाउँछन्। तर याद राख, टुलभन्दा इम्पोर्टेन्ट त तिम्रो कन्सिस्टेन्सी हो। डेली 30 मिनेट यिनै वेबसाइट प्रयोग गर, तिमी आफैले तिम्रो ग्रोथ देख्नेछौ। यदि यी वेबसाइट उपयोगी लागे भने लाइक गर, सेयर गर अनि कमेन्टमा लेख म कुन वेबसाइटबाट सुरु गर्छु आज, अनि सब्स्क्राइब गर किनभने म यस्तै फ्री एन्ड युजफुल टुल्स हरेक हप्ता ल्याउँछु। धन्यवाद।